यता पनि देख्छु असार 15, उता पनि देख्छु असार 15। लौ मैले पनि भनिदिएँ असार 15। लौ साथीहरू, नेपालमा विशेष गरेर असार 15लाई किन यसरी महत्त्वका साथ मनाइन्छ भन्ने कुरा तपाईँहरूको माझमा छोटो मिठो टिप्स लिएर आएको छु। हामीहरूले कतिपयले थाहा नहुन सक्छ असार 15 गते के गरिन्छ, असार 15 गते के हो, दही चिउरा खाने दिन त भन्छन्, के हो कसो हो भन्ने कुरा पनि जिज्ञासा लागिरहेको होला। आज हामीहरू तपाईँहरूको थोरै जिज्ञासा, त्यो जिज्ञासालाई हामीहरू सक्दो मेटाउने प्रयास गर्नेछौँ। नेपालमा असार महिना पानी भरपुर पर्न थाल्छ, जुन प्रमुख समय हो। असार 15लाई धान रोप्ने मध्य दिन मानिन्छ। किसानहरूले खेतमा हिलो छ्यापछ्याप गर्दै धान रोप्ने दिन हो। अनि त्यसै गरी खेतमा गाह्रो काम गरिसकेपछि किसानहरूलाई थप ऊर्जा दिने परिकारका रूपमा दही चिउरालाई खाइन्छ र यो कुरा सांस्कृतिक रूपमा पनि रहेको छ। त्यो अर्थ मेहनतको कदर, सहकार्यको खुसी, परिश्रम पछिको मिठो क्षण मानिन्छ यसलाई। विशेष गरेर यो हाम्रो संस्कार संस्कृति हो र यसलाई विशेष गरेर हामीहरूले महत्त्वका साथ जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो र तपाईँ हामी सम्पूर्ण मिलेर यसको यो संस्कार संस्कृतिलाई हामीहरूले जोगाउनुपर्छ र हजुरहरूलाई पनि पुनः फेरि असार 15को शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद।